हे गाइस वेलकम छ मेरो वन ब्लगमा। म आज एउटा न्युज लिएर आएको छु जुन मलेसियाको बारेमा हुनेछ। कतिपयले सुनेको होला मलेसिया खोलिसकेको छ भनेर, कतिपयले चाहिँ अब भ्रममा छन् खोलेको छैन या खोलेको छ भनेर होइन। तर खासमा चाहिँ तपाईँहरू चाहिँ खोलेको छ छैन भनेर चाहिँ आफै पनि पत्ता लगाउन सकिन्छ। त्यसको लागि तपाईँहरू चाहिँ वैदेशिक रोजगार .com जानुहोस्, त्यो अफिसियल एकाउन्टमा। त्यहाँनिर चाहिँ तपाईँको कुन कुन कम्पनी खोलेको छ, कुन कुन सेक्टरमा खोलेको छ, कुन कुन सेक्टरमा खोलेको छैन, या त आंशिक रूपमा मात्रै खोलेको हो या कि पुरै खुल्ला छ भनेर चाहिँ तपाईँहरू चाहिँ त्यहाँबाट चाहिँ जानकारी पाउनुहुन्छ। र त्यो साथसाथै तपाईँको कुन कम्पनीको कुन सेक्टरको डिमान्ड आएको छ र कुन मेन पावरमा र कहाँ आएको छ भनेर तपाईँले त्यो पनि जानकारी पाउनुहुनेछ। त्यसको लागि तपाईँले वैदेशिक रोजगार एप डाउनलोड गर्नुहोस् या त तपाईँले चाहिँ गुगलबाट गएर वैदेशिक रोजगार .com भनेर सर्च गरेर त्यहाँबाट चाहिँ गएर हेर्न सक्नुहुन्छ। र मैले चाहिँ हिजो मात्रै भर्खर गरेर हेरेँ होइन। तपाईँको चाहिँ कम्पनीहरूले पनि खोलेको छ, तर सीमित मात्रामै। सबै कम्पनीले चाहिँ खोलेको छैन, सीमित मात्रामा कम्पनीहरूले चाहिँ खोलेको छ। जस्तै तपाईँको सेक्युरिटी अनि प्लान्टेसन सेक्टर चाहिँ पहिलेदेखि नै खुल्ला हो होइन। अनि तपाईँको चाहिँ 3-4वटा ग्लास कम्पनीले खोलेको छ। एउटा DSL भन्ने कुरियर कम्पनी छ मलेसियामा, त्यो ठुलो कम्पनी हो। त्यसले पनि डिमान्ड अहिले पठाएको छ काठमाडौँमा। अनि त्यहाँबाट तपाईँको चाहिँ कन्स्ट्रक्सन लाइनमा पनि आएको छ डिमान्ड। यो चाहिँ 2081को थियो, तर त्यसलाई चाहिँ फेरि रिपिट गरेर 2082मा फेरि रिपिट गरेर त्यो डिमान्ड चाहिँ फेरि नेपाल आएको छ। अनि तपाईँको बिस्तारै बिस्तारै अरू सेक्टरहरू पनि अब खोलिरहेको छ, सायद खोल्छ होला होइन। तर अहिले चाहिँ अब पुरै रूपमा चाहिँ खोलिसकेको छैन, आंशिक रूपमा चाहिँ खोलेको छ। कतिपय कम्पनीले पनि डिमान्डहरू चाहिँ पठाएको छ है। यस्तो होइन कि मतलब सेक्युरिटी र प्लान्टेसनलाई मात्रै खोलेको छ, त्यो होइन। अरू पनि सेक्टरको आएको छ। तपाईँको चाहिँ ट्याक्कै नखोलेको भनेको एउटा होटल लाइन खोलेको छैन होइन। अनि तपाईँको चाहिँ कम्पनी चाहिँ अब पुरै खोलिगएको छैन। जुन जुन कम्पनीलाई चाहिँ इम्पोर्टेन्ट छ हो त्यसले चाहिँ खोल्न चाहिँ खोलेको छ है। र कतिपय जान चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले वैदेशिक रोजगार .com गएर त्यसको लट नम्बर हालेर अनि कुन मेन पावरमा डिमान्ड आएको छ, कहाँ डिमान्ड आएको छ भने त्यो पत्तो लगाएर अनि मात्रै तपाईँहरूले चाहिँ मलेसिया जानु है। किनकि मलेसिया जानलाई 4 लाख लाग्छ। त्यति खर्चको लागि तपाईँहरूले चाहिँ केही जानकारी नगरिकन जानुभयो भने पछि पैसा डुब्ला भन्ने डर हुन्छ है। यदि पैसा डुबेन भने भनेको सेलेरी पाइँदैन, भनेको काम नपाउन सक्ला। त्यही भएर तपाईँहरू चाहिँ पुरै जानकारी लिएर वैदेशिक रोजगार .com चाहिँ गएर तपाईँहरूले पुरै सर्च गरेर त्यहाँ तपाईँको कुन कम्पनीमा डिमान्ड आएको छ, कति सेलेरी छ, के काम हो, कति घन्टा काम हो, त्यो सबै त्यहाँनिर तपाईँले त्यो कम्पनीमा जानकारी पाउनुहुनेछ। मेन पावरमा त्यो कुरा सोध्न जरुरतै छैन। या सोधिहाल्यो भने पनि मेन पावरहरूले बेला बेला झुट बोलिरहेको हुन्छ र तपाईँले त्यहाँबाट चाहिँ पक्रिन सक्नुहुन्छ। र तपाईँलाई अझै पनि जानकारी चाहियो भने पछि जानकारी आउँछ। यो जानकारी चाहिँ पछि तपाईँहरूले पाउनुहुनेछ। हस् त, धन्यवाद।